म अलरेडी दाउदको वंशबाट चाहिँ ख्रिस्ट आउनुहुनेछ भनेर। किनभने दाउदले चाहिँ परमेश्वरलाई यति धेरै आदर गर्थे, एकदम पूर्ण हृदय भएको मान्छे भनेर, पुरा हृदयले परमेश्वरलाई पुकार्ने व्यक्ति दाउद थिए। त्यस वंशबाट चाहिँ परमेश्वरले शरीरमा प्रकट गर्दै हुनुहुन्थ्यो। पूर्ण हृदयले मात्रै उ गर्दाखेरि तपाईले 6 महिना आशिष पाउनुहुन्छ, 6 महिना चाहिँ तपाईँ सुक्खामै हुनुहुन्छ। त्यसपछि त्यो मान्छेलाई भोकमरी नलागे के लाग्छ? 6 महिनासम्म मात्रै काम गर्ने, 6 महिना नगर्ने भयो भने पहिला हाम्रो त्यस्तै थियो। 10 गठा जग्गामा काम गर्दा पनि नपुग्ने, वर्षैभरि गर्नु पर्यो नि त, होइन? पुरै हृदयले परमेश्वरलाई पुकार्नु पर्यो, पूर्ण हृदयले परमेश्वरलाई पछ्याउनु पर्यो। हालेलुया, आमेन। जे हुन्छ होइन? शान्ति बहिनीको एकदम जीवित गवाई सुनिसक्नु भयो नि। संसारमा भएको भए 1 महिनामा मर्छ भनिसकेको मान्छे त 15 दिनमै मर्न पनि सक्छन् आत्तिएर। एकजना मान्छे त्यस्तै भएको थियो, अब यसै पनि मर्ने उसै पनि मर्ने, के एकदम निकै नहुने रोग लागेछ अरे। रुखमा गएर चढेर हाम फालेछ, झन् खुट्टा मात्रै भाँच्यो, झनै ऊ मात्रै भयो, मरेन। पर जीवन र मृत्यु चाहिँ परमेश्वरको हातमा छ। त्यो कुरा नबुझेर त वचन पढ्ने हो भने त उसले बुझ्थ्यो नि त। जीवन र मृत्यु कसैले तपाईँलाई मार्दैछु भन्यो भने नडराउनुहोस्। यो शरीर र आत्मा दुइटैले मार्नेसँग मात्रै डराउनुहोस्। यो शरीरलाई यस्तो गर्छु, घोच्छु, उ गर्छु, हरेक परमेश्वरको वचन भनेको छ। यो मेरो कपाल छ नि, कपालको पनि हिसाब किताब राख्नु भनेको छ परमेश्वरले, वचन भन्छ। एउटा खस्दा पनि मेरो त कपाल खसेर अब यो तक्लै हुन्छ होला भनेर चिन्ता गर्नु पर्दैन। हरेक हिसाब किताब राख्नु भएको छ। तपाईँलाई खुइले बनाएर राख्ने कि तपाईँलाई झ्याप्प कपाल राख्ने परमेश्वरको हातमा छ। आमेन। परमेश्वरलाई हामीले आफ्नो जीवन दिन आवश्यक छ। दाउदको वंशबाट परमेश्वर चाहिँ मानिस जातिको निम्ति उहाँ जन्मिँदै हुनुहुन्थ्यो, तर उहाँ मरियमको कोखबाट जन्मिनुको निम्ति भनिएको थियो। मत्ती 1:23 भन्दछ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। आमेन, हालेलुया, आमेन। परमेश्वरलाई हामीले पुरानो करारमा, पुरानो समयमा परमेश्वरलाई पुकार्न सक्दैनथ्यौँ। जब उहाँ संसारमा आउनुभयो, परमेश्वर चाहिँ इमानुएल हुनुहुन्छ र उहाँ चाहिँ हामीसँग हुनुहुन्छ। यसकारण हामी उहाँलाई पुकार्न सक्छौँ। आमेन, आमेन। पुरानो करारमा छोरी मान्छे र बालकहरूले कहिले पनि परमेश्वरको सामु जान सक्दैनथ्यो, छोरो मान्छे मात्रै जान मिल्थ्यो, अझ के अरे पुजारी मात्रै जान मिल्थ्यो। तर परमेश्वर शरीरमा ख्रिस्ट शरीर भएर आउनुभयो, त्यसपछि चाहिँ अब मान्छेहरूको एक्सेस भयो, किनभने परमेश्वर हामीसँग हुनुहुन्छ। आमेन। मेरो छोरी, कान्छी छोरी अनि छोरीहरूले एकदम मिस गर्थ्यौँ उता हुँदाखेरि। हामी चाहिँ फोनमा भिडियो कलमा मात्रै कुरा गर्थ्यौँ नि त। कहिले शरीर नजिकमै आउने त बाबालाई म माया गर्छु, बाबासँगै हिँड्छु भन्ने मलाई छोरीले उ गर्थ्यो। अनि हामी चाहिँ एउटा झलक भिडियो मात्रै जस्तो मात्रै परमेश्वरलाई पुकार्नु पाउँथ्यौँ पुरानो समयमा, पुरानो करारमा। तर नयाँ करारमा आएर चाहिँ शरीरमै उहाँको जिउँदो उपस्थितिलाई हामीले अहिले महसुस गर्न सक्छौँ, थाहा गर्न सक्छौँ। हालेलुया, आमेन। त्यो परमेश्वरको उपस्थितिमा आउँदाखेरि चाहिँ बडो होसियारीका साथ आउनुपर्छ भनेर वचनले भन्दछ। किनभने उहाँ पवित्र हुनुहुन्छ। हामी अपवित्र मानिसलाई उहाँले पवित्र बनाउन चाहनुहुन्छ र उहाँलाई हामीले उहाँको सामु आउँदा चाहिँ होसियारी साथ आउनु पर्यो। त्यसको मतलब पश्चातापी हृदय भएर आउनु पर्यो। कठोर भएर हृदय आउनुभएको छ भने तपाईँलाई सधैँ नै कठोर बनाइराख्नुहुन्छ। तपाईँलाई थाहा छ, मिस्रीहरूले इजरायलीहरूलाई कब्जा गर्दै गर्दाखेरि के अरे मिस्रीको जुन अधिकारी, त्यो जुन ऊ छ, उसलाई चाहिँ हृदय कठोर बनाउने चाहिँ परमेश्वर हुनुहुन्थ्यो। यसकारण कहिले कहिले तपाईँ हामी हृदय कठोर बनाइराख्छौँ, परमेश्वरलाई हामीले पुकार्न कठोर बनाइराख्छौँ भने